साथीहरू के गर्नु हुँदैछ? ठिकै हुनुहुन्छ होला सबैजना हैन? त्यसो भन्दै म चाहिँ आज मटर केलाउँदैछु फेरि। यो मटर चाहिँ किन यसरी केलाको भन्दाखेरि चाहिँ तपाईहरुलाई विशेष छोटो इन्फर्मेसन दिनु पर्दाखेरि चाहिँ अब बस्तीमा पो रोप्छ रो हैन, किनेर टिपेर खाइन्छ। बजारमा त पाइँदैन। अन्त अब सिजनको बेलामा अलि सस्तो भएको बेलामा चाहिँ हामीले चाहिँ यसरी केलाहरू चाहिँ मटरहरू चाहिँ मजाले यसरी स्टक गरेर चाहिँ फ्रिजमा राख्यो भने चाहिँ तपाईको फ्रिज राम्रो छ भने चाहिँ 4-5 महिना पनि रहन्छ है फ्रिजमा। यो चाहिँ यसरी केलाएर चाहिँ बट्टामा हालेर चाहिँ मजाले ठ्याप्पै बिर्को बन्द गरेर चाहिँ राख्नुपर्छ हो। अन्त हतारमा केलाइरहनु नपर्ने, प्लस अब सिजन सकिएपछि पनि खानु पाउने हरियो मटर हैन। त्यो प्याकेटको खानुभन्दा चाहिँ यो त राम्रो हो नि त। अन्त त्यसले गर्दाखेरि म चाहिँ यसरी केलाइराख्छु मटरहरू हो। अनि बोक्राहरू पनि अलग्गै केलाएर राख्छु म चाहिँ। बोक्राहरू पनि अलग्गै केलाएर राख्छु, किनभने हाम्रो त दादाहरूले मन पराउँदैन नि त बोक्रा त कि गुलियो हुन्छ भनेर। तर मलाई त मनपर्छ आलुसँग के अलग्गै भुटेर खानु। त्यसले गर्दा म चाहिँ केलाएर राख्छु। अनि मेरो त यस्तो सही पारा हजुरहरूले चाहिँ कसरी राख्नुहुन्छ तपाईहरुलाई पनि यो कुरा जानकारी थिएन भने चाहिँ हजुरहरूले पनि यसरी केलाएर बट्टामा राख्न सक्नुहुन्छ होला मटरहरू धेरै समयको लागि। त्यति नै भन्नु थियो। हुन्छ, तपाईहरुको दिन एकदम शुभ होस्।